मिर्मी घुम्न आएको है हामीहरू साथीहरूलाई हेर्नुहोस्। मिर्मीको चाहिँ कालीगण्डकीको ड्याम थुनेको ठाउँ। ल हेर्नुहोस्, नेपालको सबभन्दा ठुलो जलविद्युत परियोजना। महिला झर्दा त्यस्तै हो। ढुङ्गा त चल्दो रहेछ नि त, हामीलाई पढाउने छ। यहाँबाट स्टिमर चढेर त गएको छु म। हेर्नु यस्तो चाहिँ जानुपर्छ सुन्नुहोस् है, यहाँ घिसिरी खेलेर जान्छु भने पनि पाइयो, सिडी जान्छु भने पनि पाइन्छ तर गाडी लिएर सुन न, गाडी लिन बेलटारी हो क्या यो पानी नै बेलटारी आउँदैन, गाडी लिन आउँदैन। गाडी लिएर तपाईँ पुरै मिल्दैन भने मैले भने यहाँ जाँदाखेरि हेर्न आएकोलाई देखाउनु म जानुपर्छ भनेको होइन। ल है साथीहरू, ल है मिर्मी हेर्नुहोस् है साथीहरू। मिर्मी मुनि काली थुनेको भनेको यही हो। मिर्मी मुनि काली थुनेको अन्तै माया लाग्छौ रे मायाले, साँच्चै हो कि हल्ला सुनेको। ल है ल साथीहरू, कालीगण्डकी परियोजना नेपालको सबभन्दा ठुलो परियोजना है यो। हजुर, नेपालको सबभन्दा ठुलो परियोजना होइन? ठुलो होइन, ठुलो हो, होइन पहिलो पहिलो दोस्रो हो क्या यो नेपालको? पहिलो हो कि? दोस्रो कहाँ छ र? दोस्रो कहाँ छ र? यो स्याङ्जा र गुल्मीको सङ्गम स्थानमा छ है साथीहरू। पारी गुल्मी हो, पारी गुल्मी हो। यो गुल्मीको बजार हो के पारी? यो गुल्मीको बजार हो यो पारी। मान्छेहरु हेर्नु भएन? पारी गुल्मी रमाइलो गिरी आए बेला फर्केको होइन के? यो त डाँडा गाउँ गुल्मी हो त्यो करिडोर हो। मिर्मी बजार गुल्मी बजार हर्लीचौर हो कि हर्मीचौर त उता हो हैन यो हो रे। हर्मीचौर पनि यो हर्मीचौर हो यो। ए हर्मीचौर यो चाहिँ के हो त नि? ओ यो माथि यो के भन्छ यो आदि खोला करिडोर त होइन? आदि खोला करिडोर त यो कालीगण्डकी पारी हो के? यो आदि खोला करिडोर। पानी क्या यहाँ मुनि आड कता लगे गर्दै पानी आदि खोला करिडोर। यो चाहिँ कालीगण्डकी करिडोर। ओ यहाँ गुफा छ नि त। किलोमिटर होला बेलटारी यहाँबाट पानी लग्दैन है? हो यो ठाउँबाट पानी लग्यो। रेडी पुगेर रेडीबाडी घुमिया छ बल्ल के रेडी कता हो त? यता हो। यो हाम्रो नरमाया दिदी हो हुनुहुन्छ। यहाँ चाहिँ मिर्मी घुम्न आउनु भएको छ, ड्याम हेर्न। उहाँ कति राम्रो हुनुहुन्छ हाम्रो दिदी। ल यी साथीहरू सबै आउनुभएको छ। यहाँ मनाजी हुनुहुन्छ। ल है हाई गरिदिनु न एकचोटि के भयो? ल भाइ हाई गरिदिनु। यहाँ गाडी चलाउने हाम्रो गुरुजी हुनुहुन्छ। तलतिर जाने हो? हिँड्नु न हिँड्नु। ल है साथीहरू चाहिँ मिर्मीको ड्याम थुनेको ठाउँ हेर्न आउँदै हुनुहुन्छ। हाई ल है ल है तपाईहरु पनि एकचोटि अवश्य आउनु होला यहाँ। ल नमस्ते। मिर्मी आएको छौ है। सुटिङ गर्छ नि पुरै यार।
यहाँ चाहिँ त्यो के कसले चोरे मनको सुटिङ हामी भएको मिर्मीको ड्याममा झर्दैछौँ है। हजुर ल त कस्तो छ त मिर्मीको ड्याम? कस्तो छ त? कस्तो छ साथीहरू आउँदै हुनुहुन्छ है रमाइलो लाग्छ। रमाइलो छ है हाई हाई ल बाबुलाई नयाँ वर्षको धेरै सम्झना। हुन्छ धन्यवाद धन्यवाद ल है दिदीहरूलाई ल आउनु न छिटो भाइ तिमीलाई करले गरिदिन्छ त तिम्रो। अब के गर्ने दिदी मेरो चाहिँ म आफै म तल जान्छु। अहिले अहिले है ल आउनुहोस् है आउनुहोस् ल ऊ साथीहरू आउँदै हुनुहुन्छ है हाई 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 ल ल ल हजुर यो भिडियो केही पनि छैन भाइ फेसबुक आउँछ कि युट्युबमा आउँछ कि? युट्युबमा आउँछ है यो युट्युबमा आउँछ है युट्युब आउनु न ल साथीहरू उहाँ तलतिर पुगिसक्नु भएको है कोही चाहिँ आउँदै हुनुहुन्छ म पनि ड्याम थुनेतिर चाहिँ लागेँ है यस्तो तरिकाले चाहिँ ड्याम थुनेर चाहिँ बेलटारी लानु भएको छ यहाँ चाहिँ थुनेको मात्रै ठाउँ हो अनि यहाँ हेर्नु त यत्रो ढलन गरेर लिएर जानुभएको छ हेर्नु त आँखाले नदेख्ने हिसाबले चाहिँ ढलन गरेर जानुभएको छ यत्रो ठुलो पानीको ताल छ यहाँ यस्तो तरिकाले थुनेको छ यहाँ चाहिँ चलचित्रको पनि सुटिङ हुन्छ है नमस्ते है म चाहिँ राजु हिताङ यो के अरे कालीगण्डकीय जलविद्युत परियोजना हेर्नको लागि हामी सम्पूर्ण साथीहरू आएका छौँ तालिमको विषयबाट भन हेर्न आएका छौँ र हामी इलेक्ट्रिसियन र प्लम्बरका साथीहरू आएका छौँ कसरी चाहिँ यो कालीगण्डकीय जलविद्युत चाहिँ निकालिएको छ भन्ने विषयमा चाहिँ साथीहरू सबै आएका छौँ र सबैले हेरेर सहयोग गरिदिनु होला है भयो दिदी कस्तो यो ढलान के हो यहाँ राजु हामी दिदीबहिनी हिँडेको ल जानु त होइन के मेरो मोबाइल राखे ल के एकचोटि यतादेखि त ल ल आउनु बिस्तारै आउनु त तिमी राम्रो ल ल ल हुन्छ ल हेर्नुहोस् कति ठुलो ढलन गरेर चाहिँ यो बेलटारी पानी लगेको छ यो बेलटारी चाहिँ पानी लगेको यो ठाउँ हो यो डाँडै प्लास्टर छ पुरै डाँडा प्लास्टर गरेर लिएर गएको छ ल हेर्नुहोस् कति ठुलो एरियामा प्लास्टर गरेको छ मान्नै पर्छ होइन नेपालको यो पहिलो पहिलो ठुलो परियोजना हो यो कालीगण्डकीय परियोजना पहिलो या ठुलो योजना ल हेर्नुहोस् साथीहरू अघि जानु भएको छ पारीको चाहिँ गुल्मी जिल्ला पर्छ र हर्मिचौर नाम यो कालीगण्डकी करिडोर है हो कालीगण्डकी करिडोर हामी चाहिँ जलविद्युतभित्र चाहिँ प्रवेश गर्न लागिरहेका छौँ साथीहरू आउनुहुन्छ हामीलाई पढाउने प्रशिक्षक सर पनि हुनुहुन्छ ल हेर्नुहोस् है यो हो ल हेर्नुहोस् तपाईँले यहाँ पढेरै थाहा पाउनुहुनेछ नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको स्वामित्व कालीगण्डकीय जलविद्युत केन्द्र ड्याम साइड मिर्मी अनुमति बिना प्रवेश निषेध छ सरहरू साथीहरू यहाँ हुनुहुन्छ यहाँ चाहिँ तालभित्र चाहिँ भित्र जान चाहिँ पानी
जालीले बारेको छु सरहरू साथीहरू है हाम्रो चाहिँ इलेक्ट्रिसियन तथा प्लम्बर तालिमका साथीहरू सङ्गलमा चाहिँ फोटो तस्बिर चाहिँ खिच्दै हुनुहुन्छ है तपाईहरु पनि एकचोटी आउनु होला यहाँ तपाईहरु पनि अवश्य आउनु होला है यो हेर्नको लागि होला अझ बोलाउँदै हुन्छ कि म आएर झर्नी होइन माथि भन्दै झर्नी सिधै नझर्नी